ओके, सम्पूर्ण दर्शक श्रोताहरू सबैलाई स्वागत छ। आउँदै हुनुहुन्छ भूपेन्द्रजी, अब भन्दै हुनुहुन्छ नेपालमा घटिरहेका करेन्ट अफेयर्स हजुर प्रसादमा। नमस्कार। आज 2082 साल पुस 12 गते शनिबार। आज दिनभर के कस्ता घटनाहरू घटेका छन् त? आउँदो फागुन 21 गतेका निम्ति तय गरिएको निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दलहरू लगभग तयार भएका छन्। आज शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बालवाटारमा बोलाएको बैठकमा प्रमुख 3 दलका शीर्ष नेताले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गरेका हुन्। निर्वाचन आयोगले अन्तिम मतदाता सूची पनि प्रकाशित गरेको छ। शनिबार आयोगले अन्तिम मतदाता नावली प्रकाशित गरेको हो। आयोगका अनुसार प्रकाशित अन्तिम मतदाता नावलीमा 96,63,358 पुरुष र 92,40,131 महिला र अन्य 20 गरी जम्मा 1,81,03,679 मतदाता समावेश भएका छन्। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फ भाग लिन दर्ता भएका सबै राजनीतिक दलहरूलाई रितपूर्वक उम्मेदवारीको बन्द सूची तयार गर्न अनुरोध गरेका छन्। त्यस्तै एकताका कुरा पनि भएका छन्। उज्यालो नेपाल पार्टीले सबैको सहअस्तित्व स्थापित हुने गरी एकताको पक्षमा रहेको जनाएको छ। शनिबार दिउँसो बसेको बैठकबाट पार्टीले आवश्यक सहकार्यका लागि सबै वैकल्पिक तथा अग्रगामी राजनीतिक दलहरूलाई आह्वान गर्ने निर्णय गरेको छ। शनिबार निर्णायक वार्ता हुने भनिएको राष्ट्र स्वतन्त्र पार्टी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह नेतृत्व टिमको बीचको निर्णायक वार्ता अनिश्चित बनेको छ। शुक्रबार अबेरसम्म दुई पक्षीय छलफलमा बालेन पक्षले 50-50% पावर सेयरिङको प्रस्ताव राखेपछि वार्ता अनिश्चित बनेको हो। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले सङ्घर्षका कार्यक्रम घोषणा गरेको छ। शुक्रबार अर्घखाँचीको सिंहगङ्गा स्थित प्रहरीले छापा मारेको विरोधमा सो पार्टीले सङ्घर्षका कार्यक्रम घोषणा गरेको हो। यी र यस्तै समाचारहरू निरन्तर रूपमा तपाईँलाई सुन्न मन लागेको छ भने भूपेन्द्र अधिकारी लगायत कुल बोय ग्याङलाई पनि तपाईँले फलो गर्न सक्नुहुन्छ। आगामी दिनहरूमा करेन्ट तत्काल घटेका घटनाहरू र अरू धेरै विविध कुराहरू यो आजको निम्ति ट्रेलर मात्रै हो। फिल्म अझै बाँकी छ भन्दै भूपेन्द्रले अझै धेरै कुराहरू यहाँहरू माझ पस्कने र दर्शकलाई आफूले कहिले पनि निराश नबनाउने कुरा जानकारी गराएका छन्। उज्यालो 90 नेटवर्कको शैलीमा एउटा जाओस् भन्दै कमेन्ट प्राप्त भएकोले उज्यालोको शैली भूपेन्द्रले अपनाउन खोजेका छन्। BBC, रेडियो नेपाल, कान्तिपुरको आफ्नै शैली हुने